हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी भिडियो। तपाईँहरूलाई स्वागत छ मेरो मिनी भिडियोमा। आज चाहिँ होलीको दिन म चाहिँ साथीभाइसँग जाँदै म चाहिँ अब भ्यू देखाउँदै हिँड्दैछु होइन। तपाईँहरू पनि हेरेर इन्जोय गरिदिनु होला। म चाहिँ आज कहाँ जान लागेको भन्दाखेरि मेरो चर्च होइन, चर्चमा आज पनि केही सम्मेलन छ। बाहिर देशबाट भक्त आउँदैछ अरे। म जान लागेको ठाउँ चाहिँ यो हो होइन, हेरिदिनु होला। त्यो हामी चाहिँ पुगेर पनि बसिरहेको होइन, सबैजना आइसकेर आजको भक्त चाहिँ यो हो, हेरिदिनु होला। गएको वर्षिप हुँदै रहेछ अनि त्यही भएर हामी चाहिँ बाहिर बस्यो, पक्का पुगेको थियो, थकाइ सबै लागेको थियो, त्यही भएर हामी चाहिँ बाहिर बसिरहेको। त्यसपछि वचन सुरु भयो, सुन्नु होला। And pastors and other ministers tell people, God hears every prayer. Nonsense, that's not true. म सुन्छु कतिजना प्रचारकहरूले कतिजना पास्टरहरूले अरू सेवकहरूले यसरी भन्ने गर्छ, परमेश्वरले हाम्रो सबै प्रार्थना सुन्नुहुन्छ। त्यो चाहिँ बकवास हो, त्यो होइन। सबै प्रार्थना मैले सुन्नुहुन्न। त्यही हो, वचन सकेपछि खानाको टाइम हामी चाहिँ खाना खान बसेको, त्यही लाइनमा बसिरहेको। खाना खाइसकेपछि हामी चाहिँ भित्र फेरि पनि सङ्गतिमा बस्दै हाम्रो चाहिँ अब वर्षिप सुरु भयो। तपाईँहरू थोरै सुन्ने। त्यसपछि म चाहिँ घर आएर सुत्न लागेको, खानासाना खाएर मिक्साइट हालेर टक्क पारेर राखेको छ। त्यही आजको लागि यस्तै यतिकै भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।